यिर्मिया 29:11-13 यसरी लेखेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु। परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। जब इजरायलीहरू बेबिलोनको निर्वासनमा थिए तब उनीहरूको अवस्था यस्तो देखिन्थ्यो कि परमेश्वरले तिनीहरूलाई सधैँको लागि त्यागिदिनु भएको छ। आफ्नै पापको कारण अरूको देशमा कठिन जीवन बिताइरहेका तिनीहरूको लागि भविष्य पूर्ण रूपमा अन्धकारमय र आशाहीन देखिन्थ्यो। तर इजरायलीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दा पनि उहाँले आफ्नो मन बदल्नु भएन। तिनीहरूका लागि बनाउनु भएको असल योजना उहाँले परिवर्तन गर्नु भएन र उहाँले तिनीहरूलाई भन्नुभयो, तिनीहरूको लागि उहाँसँग असल योजना छ जसले उनीहरूलाई नोक्सानी गर्ने छैन तर आशा र भविष्य दिनेछ। अनि परमेश्वरले यो प्रतिज्ञा गर्नुहुन्छ कि उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूले उहाँलाई खोज्दा भेटाउनेछन्, किनकि उहाँ तिनीहरूभन्दा टाढा हुनुहुन्न। परमेश्वरले 70 वर्षपछि इजरायलीहरूलाई बेबिलोनको निर्वासनबाट शारीरिक रूपमा छुटकारा दिनुभयो, तर उहाँको योजना त्योभन्दा धेरै महान थियो। अन्ततः उहाँले ती हटी मानिसहरूलाई आफ्नो एकमात्र पुत्रद्वारा आत्मिक दासत्वबाट छुटकारा दिनुभयो। ती इजरायलीहरू जस्तै हामी पनि आत्मिक रूपमा पाप र अन्धकारको दासत्वमा थियौँ, तर परमेश्वरले आफ्नो असल योजना अनुसार यसो ख्रिस्टलाई यो संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति निष्कोट र पवित्र जीवन जिउनु भयो। उहाँ हाम्रो सट्टामा कल्वरी क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नुभयो। ख्रिस्टले हामीलाई विगतको दासत्वबाट मात्र होइन तर भविष्यमा हुने नरकको भयानक दण्डबाट समेत पूर्ण रूपमा छुटकारा दिनुभएको छ। पवित्रताको यो यात्रामा हिँड्दै गर्दा आज पनि हामीले विभिन्न किसिमका कष्ट, सङ्घर्ष र परिस्थितिहरू सामना गर्दै जानुपर्ने हुन्छ, तर हामीसँग एउटा जीवित आशा छ कि एक दिन ख्रिस्ट महिमामा फर्किआउनुहुनेछ र हामीलाई यी सबै दुःख र कष्टहरूबाट सदाका लागि पूर्ण रूपमा उद्धार गर्नुहुनेछ। त्यसैले यो कठिन समयमा पनि परमेश्वरमाथि भरोसा राख्नुहोस्, आफ्ना पापहरूबाट फर्कनुहोस् र उहाँसँग प्रार्थना गर्नुहोस्। जब हामी ख्रिस्टद्वारा उहाँको नजिक आउँछौँ उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ, किनकि ख्रिस्टले हाम्रा निम्ति सम्पूर्ण काम पुरा गर्नुभएको छ र हामीले उहाँमाथि विश्वास गरेका छौँ। आमेन।